नमस्ते। एउटा प्रश्न सोचौं त प्रयोगशालामा बनेको एकदमै नयाँ कृषि प्रविधि त्यो किसानको खेतसम्म आखिर पुग्छ कसरी? यो सुन्दा जति सजिलो लाग्छ यसको पछाडि नेपालको दशकौं लामो प्रयास र परिवर्तनको कथा लुकेको छ। आउनुहोस् आज हामी त्यही कृषि प्रसारको ऐतिहासिक यात्रामा डुबौं। अनि यो सम्पूर्ण जानकारी हामीले कैलाश राउतबाट पाएका हौं। उहाँले उपलब्ध गराउनु भएको तथ्यमा आधारित रहेर हामी यो यात्रा अघि बढाउँदैछौं। ल हाम्रो यात्राको बाटो कस्तो छ त? सुरुमा हामी कृषि प्रसारको जग के हो त्यो बुझ्छौं। त्यसपछि पुराना प्रणालीहरू अनि बिस्तारै कसरी स्थानीयकरणमा जोड दिइयो भन्ने हेर्छौं। समूहमा काम गर्ने तरिकाहरू हुँदै अन्त्यमा किसानलाई नै मालिक बनाउने मोडेलसम्म पुग्नेछौं। ल है त सुरु गरौं। कुनै पनि सफल कृषि क्रान्तिको पछाडि हेर्ने हो भने त्यहाँ एक गुमनाम नायक हुन्छन्। त्यो हो कृषि प्रसार कार्यकर्ता। साँच्चै भन्ने हो भने उहाँहरू बिना त विज्ञान र खेतबीचको दूरी कहिल्यै घट्दैन्थ्यो होला। आउनुहोस् उहाँहरूको भूमिकालाई अलि नजिकबाट चिनौं। सरल भाषामा भन्नुपर्दा कृषि प्रसार कार्यकर्ता भनेको एउटा पुल हो। एकातिर अनुसन्धान केन्द्र, अर्कोतिर किसानको खेत हो। यही दुईलाई जोड्ने काम उहाँहरूले गर्नुहुन्छ। सोच्नुहोस् त, यदि यो पुल नहुने हो भने प्रयोगशालाका ठूला ठूला आविष्कारहरू त सायद त्यही चार दिवारमा सीमित हुन्थ्यो होला, हैन र? तर उहाँहरूको काम यतिमा मात्रै सीमित छैन। उहाँहरू केवल हुलाकी जस्तो सन्देश पुर्याउने मात्रै होइनन्। उहाँहरू त सुरुवातकर्ता हो, सहजकर्ता हो, योजनाकार हो, उत्प्रेरक हो, कति। वास्तवमा उहाँहरूको काम यति धेरै फराकिलो छ कि उहाँहरूलाई म्यान अफ मेनी रोल्स भन्दा खासै फरक पर्दैन। अब लागौं हाम्रो कथाको सुरुवाती चरणतिर। नेपालमा यो यात्राको सुरुवात केही औपचारिक प्रणालीहरूबाट भयो। त्यो बेला कस्तो थियो भने ज्ञान चाहिँ माथिबाट तलतिर बग्थ्यो। मतलब विज्ञहरूले जे भन्यो किसानहरूले त्यही सुन्ने, एकतर्फी जस्तो। सन् 1960 को कुरा हो। पहिलो औपचारिक प्रयासको रूपमा सुरु भयो परम्परागत कृषि प्रसार पद्धति। यसमा के गरिन्थ्यो भने गाउँका अलि जान्ने सुन्ने प्रगतिशील किसानहरूलाई छानिन्थ्यो अनि उहाँहरूलाई नै नयाँ प्रविधि देखाउन लगाएर उहाँहरू मार्फत नै अरू किसानलाई सिकाउने चलन थियो। त्यसपछि एउटा अलि व्यवस्थित सिस्टम आयो जसलाई भनिन्छ तालिम तथा भ्रमण पद्धति अथवा T&V सिस्टम। यो चाहिँ विश्व ब्याङ्कको सहयोगमा विकास भएको थियो र सन् 1975 देखि नेपालमा लागू भयो। यसको मुख्य लक्ष्य के थियो भने अनुसन्धान गर्ने मान्छे, फिल्डमा जाने कार्यकर्ता र किसान, यी तीनैजना बीच एउटा नियमित र व्यवस्थित सम्बन्ध बनाउने। अब हेर्दा त यो टिभी प्रणाली निकै राम्रो सुनिन्छ, हैन? नियमित सम्पर्क, तालिम। तर यसको एउटा ठूलो कमजोरी थियो। त्यो के भने यो एकदमै टप डाउन थियो। मतलब माथि बस्नेहरूले ल किसानका लागि यो ठिक छ भनेर निर्णय गर्थे। तर फिल्डमा किसानको वास्तविक समस्या के हो, उनीहरूलाई के चाहिएको छ भन्ने कुरा चाहिँ अक्सर छुट्थ्यो। अनि जब यस्ता टप डाउन प्रणालीका कमजोरीहरू छर्लङ्ग हुँदै गए तब नेपालले पनि सोच्न थाल्यो, अब बाहिरबाट लाद्ने होइन, बरु भित्रैबाट, मतलब स्थानीय आवश्यकता र मौलिक समाधानहरू खोज्नुपर्छ भन्नेतर्फ ध्यान मोडियो। यही क्रममा विक्रम सम्वत 2032-33 सालतिर आयो एकीकृत ग्रामीण विकास परियोजना अर्थात् IRDP। यसको लक्ष्य ठूलो थियो, समग्र गाउँको विकास गर्ने। तर भयो के भने बाटोघाटो पुलपुलेसा जस्ता पूर्वाधार बनाउनमा यति धेरै ध्यान गयो कि किसानसँग प्रत्यक्ष जोडिने कृषि प्रसारको काम चाहिँ अलि ओझेलमा पर्यो। अनि त्यसपछि आयो एउटा गजबको कुरा, नेपालको आफ्नै मौलिक आविष्कार टुकी पद्धति। सन् 1977 मा सुरु भएको यो तरिका एकदमै फरक थियो। यसमा बाहिरबाट कोही आउने होइन, गाउँकै जोशिला अगुवा किसानहरूलाई टुकी भनेर छानिन्थ्यो र उहाँहरूलाई नै तालिम दिएर प्रसार कार्यकर्ता बनाइन्थ्यो। टुकीको परिभाषा सुन्नुहोस् त, कति प्रेरणादायी छ। गाउँमा कृषि र विकासको लहर फैलाउने एउटा सक्रिय जागरिलो कार्यकर्ता। वाह, यो केवल एउटा पद मात्रै थिएन, यो त किसानबाट किसानसम्म ज्ञानको दियो बाल्ने एउटा शक्तिशाली अभियान नै थियो। अब बिस्तारै कृषि प्रसारको रणनीतिमा अर्को एउटा महत्त्वपूर्ण मोड आयो। मान्छेहरूले के बुझ्न थाले भने एक-एकजना किसानको घर दैलोमा पुग्नुभन्दा त सङ्गठित समूहहरूसँग काम गर्यो भने स्रोत र समय दुवै बच्छ। यही सोचका साथ सन् 1982-83 मा नेपाल सरकारले ल्यायो ब्लक उत्पादन पद्धति। यसको आइडिया के थियो भने कुनै एउटा निश्चित भौगोलिक क्षेत्रलाई ब्लक मान्ने अनि त्यहीँभित्र सबै कृषि स्रोत र प्रविधिलाई केन्द्रित गर्ने। लक्ष्य उत्पादन र उत्पादकत्व दुवै ह्वात्तै बढाउने।
र सन् 1980को दशकको मध्यतिर आइपुग्दा त समूहगत प्रणाली नै कृषि प्रसारको मुख्य तरिका जस्तै बन्यो। सङ्गठित किसान समूहहरूसँग मिलेर काम गर्ने कुरामा जोड दिन थाल्यो र यो तरिका त आजसम्म पनि निकै चलेको छ। ल अब हामी आइपुग्यौं हाम्रो यात्राको सबैभन्दा आधुनिक र रोचक मोडलहरूमा। यहाँनिर आएपछि सोच नै बदलियो। अब किसान भनेको ज्ञान लिने व्यक्ति मात्रै होइन, ऊ आफैमा एक विशेषज्ञ हो भन्ने मान्यता स्थापित भयो। सन् 1999मा सुरु भयो कृषक प्रसार पद्धति। यसको सिद्धान्त एकदमै सरल तर शक्तिशाली छ। त्यो के भने किसानले सबैभन्दा राम्रोसँग कसबाट सिक्छ? विज्ञबाट भन्दा पनि आफ्नै साथी किसानबाट, र विश्वास पनि उनीहरूकै कुरामा बढी लाग्छ। यसले काम कसरी गर्छ त? एकदम सजिलो छ। पहिलो चरणमा समुदायले पत्याएका अगुवा किसानहरू छानिन्छन्। दोस्रो चरणमा विशेषज्ञहरूले उहाँहरूलाई तालिम दिन्छन्। अनि तेस्रो र अन्तिम चरणमा ती तालिम लिएका अगुवा किसानहरूले आफ्नो सिप गाउँका अरू साथीभाइलाई सिकाउँछन्। कति राम्रा तरिका! यस्तै अर्को एउटा एकदमै सशक्त मोडेल हो कृषक पाठशाला, जुन सन् 1997मा नेपालमा भित्रियो। यसमा के हुन्छ भने 25-30 जना किसानको एउटा समूह बन्छ अनि उहाँहरूले बाली लगाउने पुरै सिजनभरि नियमित रूपमा आफ्नै खेतमा भेट्नुहुन्छ, सँगै परीक्षण गर्नुहुन्छ, अवलोकन गर्नुहुन्छ अनि सिक्नुहुन्छ। यहाँ कक्षा कोठा हुँदैन, खेत नै पाठशाला बन्छ। कृषक पाठशालाको पुरै दर्शनलाई एउटै भनाइमा समेट्न सकिन्छ: गरेर सिक्ने। यो सिद्धान्तले किसानलाई चुपचाप सुन्ने श्रोता मात्रै बनाउँदैन, बरु आफै खोज्ने, अनुसन्धान गर्ने सक्रिय अन्वेषक बनाइदिन्छ र यसले नै उहाँहरूलाई साँच्चीकै सशक्त बनाउँछ। ल यो समयरेखा हेरौँ त। यसले हाम्रो पुरै यात्रालाई छर्लङ्ग पार्छ। कहाँ सन् 1960को दशकमा माथिबाट निर्देशन दिने प्रणाली, कहाँ अहिले किसानलाई नै केन्द्रमा राखेर उनीहरूसँगै सिक्ने मोडल। यो साँच्चै नै एउटा ठूलो र महत्त्वपूर्ण परिवर्तन हो। यो लामो यात्राले हामीलाई आज यहाँसम्म त ल्याइपुर्यायो, तर अब अगाडि के त? एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ: भविष्य कस्तो होला? नयाँ प्रविधिहरू आइरहेका छन्, जलवायु परिवर्तनको असर देखिँदैछ, नयाँ नीतिहरू बन्दैछन्। यी सबैले नेपालको कृषि प्रसारको आउँदो अध्यायलाई कस्तो आकार देला? यो हामी सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।